मेरो जन्मभूमि देतडा सुन्दर बस्ती बिहान पखको रमणीय दृश्य तपाईलाई साझा गर्दैछु। सुन्दर हरिया डाँडापाखा, चारैतिर पहाडले घेरेको, बीचमा उर्वर योग्य समतल भूभाग भएको यो सुन्दर बस्ती 25-26 घरधुरी भएको यता पट्टीको मल्ल परिवार बस्ती देतडा र पारीपट्टीको सुन्दर सेरा बस्ती जहाँ बोरा परिवारहरू बसोबास गर्ने गर्दछन्। यसलाई सानो उपत्यका भन्दा खासै फरक नपर्ला। अहिलेको समय धान रोप्ने समय, खेतहरू गराहरू राता हाम्मे बनेका छन्, आकाशको पानीलाई पर्खी बसेका छन् र धानको सिँचाइ गर्न तयारी अवस्थामा बनाएका सुन्दर गराहरू र बिहान पखको जङ्गलबाट आउने चराको सुमधुर सङ्गीतको आवाज निकै नै मनमोहक र बीचैमा कलकल बगेको लुवाखडी गाड आफ्नो गन्तव्यमा तल्लीन रहँदै मर्यादित भएर बगे जस्तो लाग्छ। अनुशासित के हो र कर्तव्य पालना के हो भनेर हामीले प्रकृतिबाट सिक्न सक्छौँ। न कहिले घाम न कहिले पानी, आफ्नो कर्तव्य पथमा लम्किरहेको लुवाखडी गाड। निकै नै सुन्दर बस्ती जन्मभूमिमा बिहानको 6 बजे पाइला टेक्न पाउँदा निकै हर्षित भएको छु, आनन्दित भएको छु। खासमा जन्मभूमिको यति धेरै महत्त्व किन र कसरी बढ्न गयो भन्ने सन्दर्भमा मलाई के लाग्छ भने, एउटा त जन्मभूमिमा जन्मिँदाखेरि नै हामीले जो सालनाल यहाँ गाड्छौँ, यही माटोमा गाड्छौँ। यही माटो, यहाँकै हावापानी, यहाँकै अन्न खाना पानीबाट जो हामी शरीर निर्मित बन्दछ, शरीर बन्दै जान्छ। त्यसले पनि एउटा महत्त्वपूर्ण हामीसँगको नाता सम्बन्ध त गाँच्ने नै भयो। र अर्को महत्त्वपूर्ण के होला भन्ने जस्तो लाग्छ भने, अधिकांश मान्छेको बाल्यकाल सुन्दर हर्ष र उमङ्ग आनन्दित सहित नै बित्ने गर्दछ। जब मानिस जन्मभूमिमा पाइला टेक्छ, उसले आफ्ना पुराना यादहरूको पुनर्ताजी गर्ने अवसर पाउँछ। जब बाल्यकालको यादहरू पुनर्ताजी हुन्छन्, त्यसले मान्छेलाई त्यही बाल्यकालको हर्ष र उमङ्गसँग जोड्ने गर्दछ, कनेक्ट गर्ने गर्दछ। त्यही सुन्दर संयोगले मान्छे जन्मभूमिप्रति थप आह्लादित, थप लालायित हुन्छ, थप बस्न रुचाउँछ। मान्छे कार्यव्यस्तताले जतासुकै गए पनि जन्मभूमिको सम्बन्ध, जन्मभूमि जननी जन्मभूमि स्वर्गादपि गरिएछि त्यसै भनिएको होइन रहेछ। जो यो माटोबाट हामीले आफ्नो शरीर निर्मित गर्यौँ, केही न केही आफ्नो जीवनको सानो ठुलो योगदान जन्मभूमिलाई दिन सक्यो भने हाम्रो यो जीवनको ठुलो सफलता हुन जान्छ जस्तो लाग्दछ। यो सुन्दर देतडा बस्तीको बस्ती सुरुवात कसरी र यसको नामाकरण के कसरी भयो भन्ने मसँग ऐतिहासिक तथ्य र प्रमाण त खासै छैन। तपाईहरूलाई यदि यसको ऐतिहासिक तथ्य र प्रमाण छ भने तपाईहरूले आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ। तल उतापट्टि सुन्दर सेती नदी बग्दैछ र माथि सिरानमा मन्ठामाणु हाम्रो इष्टकुल देवताको निवास रहेको छ। यो हाम्रो पहाडका अधिकांश क्षेत्रमा निकै नै ऊर्जाहरू संरक्षित भएर रहेको हामीले महसुस गर्न सक्छौँ। अधिकांश देवी देवताहरूको बसोबास पहाडका सिरानमा नै हुने गर्छ। पहाडका सिरानमा अधिकांश देवी देवताको बस्ती हुनुको खास कारण के हुन सक्छ भन्दाखेरि, एक त आफ्नो अस्तित्व र
महत्त्व संरक्षणका लागि पनि देवी देवताको वासस्थान निवास पहाडको सिरान या पहाडको टुप्पामा हुन पुगेको हुन सक्छ र अर्को हाम्रा यी पहाडहरूमा निकै नै उच्च स्तरको ऊर्जा संरक्षित भएर बसेको छ भन्ने मलाई महसुस लाग्दछ छ भन्ने म अनुमान गर्न सक्छु। यो सुन्दर छायाङ्कन बिहानी पखको समयमा गरिएको हो। तपाईलाई के कस्तो लाग्यो प्रतिक्रिया दिन सक्नुहुनेछ। धन्यवाद।